साथ दिन्छु जीवनभरि नै मेरो तर्फबाट ब्लड डोनरहरूलाई खोजी खोजी यस संस्थासँग सम्बद्ध गराउँछु भन्ने प्रण उहाँले लिनुभएको छ, संकल्प लिनुभएको छ। त्यस्तै अब अर्को प्रमाणपत्र मेरो हातमा रहेको छ आजीवन सदस्यताको। नाम मात्रै भन्छु म, अहिले चाहिँ खाका लिसर हाम्रा मानव सेवामा संलग्न हुन्छु भन्ने संकल्प लिने त्यस्ता व्यक्तित्वहरूलाई डिस्ट्रिब्युसनको प्रोग्राम अहिले हामी गरिरहेका छौँ। काठमाडौँ मखन टोलका श्री विकेश तुलाधरज्यू, उहाँलाई पनि हार्दिक घर घरबाट सम्बोधित गर्न चाहन्छौँ। ओके विकेशले ह्यापी बर्थडे टु यु। 18 पटक 18 चोटि गर्नुभयो, सायद 18 वर्ष पनि होला। किन भन्दा विकेश भाइले यति धेरै खटिरहनु भएको छ, चिया पनि पकाउनुहुन्छ, आउनेलाई पनि उहाँले हेर्नुहुन्छ, हेल्पिङ ह्यान्ड, मन तन धन मन धन र उहाँको बोली। हजुर, ब्याजभित्रमा हामीले यो आजीवन सदस्यताको ब्याज रहेको छ। यो चाहिँ कुनै पनि फङ्सन, कुनै पनि कार्यक्रमहरू, समाज सेवाका कार्यक्रमहरू, भूकम्प तथा दैवी प्रकोप तथा बाढी पीडित कुनै पनि जनमानसमा समाज सेवा, मानव सेवा गर्ने कार्यमा जाँदाखेरि यो ब्याजले धेरै ठुलो कार्य गर्दछ र यसले सम्बोधित गर्छ परिषदसम्म 145 पटकसम्म ब्लड डोनेसन गर्ने ब्लड डोनर सङ शाहज्यू, उहाँलाई जोरदार तालीले सुस्वास्थ्यको हार्दिक मङ्गलमय कामना गरौँ। उहाँ अवश्य पनि जाहेनरी डुनाको आशीर्वाद प्राप्त गर्ने व्यक्तित्व हुनुहुन्छ। सो उहाँलाई पनि खादा लगाई सम्मान गरिदिनु न। जिल्ला सभापति श्री श्यामकाजी टोटलज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। अनि 115 पटक नारायण रामदेवी श्रेष्ठ महिला 115 118 पटक ब्लड डोनेसन गर्न सक्ने महिलाको तर्फबाट हुनुहुन्छ रामदेवी श्रेष्ठज्यूलाई पनि खादा लगाई सम्मान गरिदिनु न हार्दिक अनुरोध। उहाँ पनि आजीवन सदस्यसँगै दुई तनमा। मैले चाहिँ मेरो प्रेसर लो हुने, कहिले पनि एकदमै गाह्रो हुने, बल्ल बल्ल एकपटक यहीँ आएर दिने मौका पाएँ। सो धेरै ब्लड डोनेसन दिने दिनमा चाहिँ एकदमै खुसी भयो। आन्तरिक हृदयदेखि आएको खुसीले नै फेरि अर्को पटक दिनको लागि मन मस्तिष्क र सङ्कल्प चाहिँ आफ्नै मनबाट पलाउँदो रहेछ। त्यो महसुस पनि मैले अस्तिको इन्टरभ्यूमा दिएको थिएँ। त्यो 42ले लाइक र सब्सक्राइब गरी सेयर गरिदिनु भएकोमा कुसुम बज्राचार्यलाई यहाँले जुन सहयोग गरिदिनु भएको छ, त्यसले पनि गर्दा धेरै व्यक्तित्वहरू आउनुभयो। त्यसले गर्दा विनोदजीले त्यो इन्टरभ्यू पछि धेरै मान्छेहरूले हामीलाई फोन गर्नुभयो, भन्नुभयो